सो हेलो गाइस, सबैजना कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। मेरो भन्नुपर्दा म पनि सन्चै छु र म भने चाहिँ अहिले ड्युटीतर्फ जाँदैछु हो। अन्त आज चाहिँ हाम्रो ड्युटीमा काममा चाहिँ के कसो हुन्छ म तपाईँलाई देखाउनेवाला छु। अन्त आजको वेदर भन्नुपर्दा दिन धुमेको छ। अन्त भ्यू चाहिँ जस्तो यस्तो खालको चाहिँ हाम्रो यता भ्यू चाहिँ यस्तो छ। अनि अहिले चाहिँ म भने ड्युटीतर्फ जाँदैछु। तल पुगेर हेरौँ त गाइस केटाहरू के गर्दो रहेछ, के कसो गर्दो रहेछ है। तल पुगेर हेरौँ होइन केटाहरू के गर्दो रहेछ। त्यहाँबाट चाहिँ भिडियो स्टार्ट हुन्छ। आजको दिन चाहिँ कसरी बित्छ भनेर त गाइस। अरू केटाहरू निस्केको छैन रहेछ, म चाहिँ पर्खिरहेको छु। यो जग्गालाई चाहिँ यहाँ केटाहरू चाहिँ यहाँ बस्छ हो। यो जग्गालाई चाहिँ चेमटु भनिन्छन्। लाचेनदेखि 5 किलोमिटर आउँछन्। अन्त रन्जित चाहिँ के गर्दो रहेछ हेरौँ है त। रन्जित क्या कर रहा है? रेडी हो गया? रेडी हो गया। क्या बन रहा है? मेरा छाता तो गिरा सारा। रेडी हो गया? हाँ रेडी हो गया। क्या बनाया सब्जी? क्या सब्जी दाल? यो चाहिँ रन्जितको रुम हो। यसको चुला चाहिँ यहाँ छ हो। खाना सब्जी यहाँ पाक्छ। अन्त यहाँबाट चाहिँ भ्यू यस्तो खालको देख्छ हो। अन्त र एकछिन वेट गरौँ, केटाहरू निस्केको छैन साँच्चै हो। हेर्दै गर्नु होला। र फाइनली अहिले चाहिँ हामी ड्युटीतर्फ जाँदैछौँ हो। अन्त केटाहरू निस्केको छ हो। यता चाहिँ आम्बम हो। हेलो गरिदिनु नि। हेलो। अन्त र तल साइडमा पुगेर के कसो हुन्छ गएर हेरौँ न त है। अब अहिले चाहिँ हामी फिलहालमा भर्खर निस्किएको, अरूहरू चाहिँ निस्किएको छैन। हामी चाहिँ हिँडिहालेको अगाडि। र गाइस अहिले चाहिँ भने चाहिँ हामी यहाँ तक सटिङ लगाउँदैछौँ हो। यहाँ तलबाट चाहिँ मसला बनाउँदैछ। अन्त यहाँ टेक्ने बनाउनु चाहिँ सटिङ लगाइसकेर चाहिँ मसला भरेर चाहिँ छुट्टी गरेर जाने हामी चाहिँ हो। आजको लागि चाहिँ यति नै, किनभने पुरा भिडियो अलिक लामो हुने रहेछ नि त। नेक्स्ट भिडियोमा यहाँदेखि अगाडि देखाउने छु तपाईँलाई के कसो हुन्छ हो। प्लिज मेरो पेजलाई सब्सक्राइब गरेर चाहिँ सपोर्ट गरिदिनु होला। प्लिज कमेन्ट चाहिँ गरिदिनु नबिर्सिनु होला।